सो हे व्हाट्सअप गाइस वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक इन माई न्यू भिडियो अनि आज चाहिँ भनेपछि नि यस्तो गर्मी छ अनि कति बज्यो 1:05 भएछ ऊ देखिन्छ सो म चाहिँ अहिले भनेपछि गर्मीले फाक हो यस्तो पसिना पसिना यत्तिकै पसिना छ मैले चाहिँ के सोचेँ भने आज मैले सो बनाउँदाखेरि नि आज मैले के सोचेँ भने मैले घरमा के भेटेँ भने सोचेँ होइन के भेटेँ भने टुङ टुङ टाढा सो चाहिँ भेटेँ अनि अब चाहिँ भनेपछि म चट्टसँग यसलाई नै गर्छु यसको के गर्छु त्यो चाहिँ हेरिहाल्नु हुन्छ तपाईँले ब्लगमा सो यो म के गर्छु त्यो चाहिँ हेरौँ ल अब सो हेर्दै जाउँ सो अहिले चाहिँ योसँग आँपलाई कस्तो तातो पानी आएको त्यो चाहिँ यो पानी चट्टसँग चट 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 मजाले पखालियो पखाले पछाडि अब हामी यसलाई चट्टसँग अलिकति घुमाएर के गरौँ न हेरौँ यो चाहिँ अब चाहिँ के ए यहाँ चट्टसँग यहाँ छुरी छ छुरी सबै चाहिँ पखाल्नुपर्छ चट्टसँग भुल्ले कति कराउँछौ अनि किन मस्काउनै पर्ने अवस्था पुगेछ तर जे होस् मस्काउँदा बानी चाहिँ बसेछ अल्छी चाहिँ लाग्दैन मलाई अल्छी चाहिँ लाग्दैन नि फेरि मलाई अप्रेस भयो त्यसैले भयो ल थाहा होस् न तातो पानी आउँछ अब चाहिँ नि मेरो बस्ने छ मुत्या बसेर चट्टसँग गर्नुपर्छ हुन त 3-4 दिन भयो मैले यही कोठामा भिडियो बनाइरहेको छु सो अब चाहिँ चट्टसँग चट्ट टुप्पी गया खाँटिँदैन त भइरहेको छु म नि यस्तो खत्रै छु सो माइक चाहिँ चलिरहेको छ कि छैन फेरि बस्तीको छ माइकको दोकान चाहिँ चटसँग खाटो यहाँपछि चोट लागेको रहेछ चोट पनि काट्दिउँ त हेर्नु चोट लागेको छ यसलाई यसो धेरै लामो हल्का 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 चट्टसँग अब चाहिँ सानो पिस पनि ठुल्ठुलो पिस काट्नु लु यो पनि भयो काटियो छुरी कस्तो भुत्ते भएको यार माथिको पनि काटौँ ल यस्तो भयो है खाली बलि यता यो यता छोरासँग यो यहाँ आउँछ अनि अब चाहिँ नि हामी के गरौँ भने अलिकति क्यामेरा छेउमा ल्याऊँ अनि यो यति हो क्या के भयो मेरो यो रङ काट्दाखेरि यो रङ अलिक बढी काट्यो क्या त्यही भएर लिन त्यो सही छ ओया कहाँबाट गएको थाहा छैन म गाली खान्छु होला पक्कै गाली खाँदा खाएँ आँप पनि खाइदिएको दाँत पनि कस्तो कटो हुन्छ
हो होला एउटा सिङ्गी एप खाएको छु अब खालि पक्का खाइने नै हो माइक चलिरहेको छु सुन्नु चलिरहेको छ पक्का खाने गाली नै हो त्यो थाहा छ त्यो पनि खाइदिउँ ए चोखे 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 मैले धेरै खाएर देखाएर तपाईँले खान मन लागिरहेको होला तर के गर्नु हेर्दै बस्नु भन्दा कस्तो हुन्छ सबसे मेन कुरा चाहिँ के हो भने म यहाँ गर्मी छ क्या टिनको पुरा गर्मी ताप पनि आइरहेको छ पङ्खा नि खोलेको छुइनँ गर्मीको सिजनमा गर्मी आफ्नो आफ्नो जुन गर्मी दिन त्यो पनि खाँदैछु अन्त भएर त्यो भयो अब चाहिँ छाँदो पऱ्यो सो अब चाहिँ कुरा चाहिँ के हो भने यो छ नि खाइसकेपछिको यो चाहिँ फाल्नुपर्छ यो फाल्नको लागि कुनै ठाउँ कुनै यहाँ यता आउनुहोस् यता 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 यो छ नि छट्टासँग ओ वो वो अलिकति यो गिम्बलको अलिकति साथ दिएर छ नि यहाँ हेरौँ ल यहाँ मुनि कोया चाहिँ यतै राखौँ कोया चाहिँ यतै राखौँ कि कोया चाहिँ यतै राख्ने अनि त्यो चाहिँ अलिकति त्यसै गर्छ गाली खाइन्छ तर कोया चाहिँ मसरी फाल्ने गरेको छैन क्या कहिले पनि यो पखाल्नु पर्ने यार ढ्याक्नै पखालिदिएर हुन्छ भनेको अब चाहिँ सबै काम सक्यो मेरो यस्तो गर्मी छ त्यस्तो गर्मीमा आँप खानु परेको छ मिठो लाग्छ है घरिघरि सिजनको फल पनि हो नि त मिठो पनि लाग्छ सो अब चाहिँ मैले आँप खाइसकेँ अनि कुरा के छ भने मलाई चाहिँ अलिअलि डर पनि लागिरहेको छ किनभने मैले कसैलाई क्या त्यहाँ कसैलाई नदेखिकन खाएको छु बुवा यहाँ सुतिरक्सेको छ बुवाले सुनिस्यो भने मलाई मारिसिन्छ थाहा छ तर गाली खानुपर्छ पक्का यो त गाली खानु नै पर्ने हो खाइन्छ त्यो के छ आँपको लागि त गाली खान्छ तर आँप खाएदेखि मलाई गर्मी भइरहेको छ क्या सो खाइसकेपछि चाहिँ हामी मतलब लाइक हुन्छ नि यदि गरिदिउँ मलाई किन म अझै उता जानु परेछ त्यही गएको छु देखाउँ पाउँदिनँ किनभने गिम्बल लिएर जानु पाउँदैन क्या सो अहिले हामी यति नै भयो होला तपाईँहरूलाई म यसो मैले खाएको हेरेर यसो खाउँ लाग्यो भनेर लाइक गरिदिनु होला च्यानलमा सब्सक्राइब गरिदिनु होला यसो म यस्तै अतरङ्गी टाइपको भिडियो ब्लग हाल्दै गर्छु ढोकाहरू पनि बुझ्नु होला सो सी यु माई नेक्स्ट ब्लग अनि तपाईँहरू यहाँसम्म हेर्नु छ भने थ्याङ्क यू सो मच सी यु माई नेक्स्ट ब्लग बाई